हेलो सबैजनामा नमस्कार गुड मर्निङ तपाईहरुलाई चाहिँ अस्ति मैले इस्कुसको भिडियो मैले तपाईलाई देखाएको थिएँ। इस्कुस क्रेटमा रोपेर र अलिअलि झ्याङ्गिएको पनि थियो हैन, र त्यसको चाहिँ नतिजा अहिले कस्तो भएछ तपाईलाई म देखाउन गइरहेको छु। कृपया अन्तिमसम्म हेर्नु होला र के कस्तो भएछ, कतिको भएछ, के फल्यो फलेन तपाईले त्यहाँ भिडियोबाट चाल पाइ हाल्नुहुन्छ। यत्रो फलेको छ अहिले। फल्नु चाहिँ झ्याङ्नु चाहिँ अब अलिकति कम्ती नै झ्याङ्गेको छ, तर फल्नु चाहिँ यो सबभन्दा पहिला फलेको चाहिँ यही हो, छिप्पिएको छ। म यो टिपेर देखाउन गइरहेको छु। यत्रो छ, छिप्पिएको छ। सबभन्दा यसलाई चाहिँ मैले पहिला फर्स्टमा फलेको देखि राखेको हो। अब म अरू देखाउँछु। अहिले चाहिँ अब अलि सानो फल्न थालेको यहाँ पनि छ। अब इस्कुस पनि टेरेस फार्मिङमा हामीले लाउन सकिने रहेछ। यहाँ पनि हेर्नुहोस् फल्दैछ, फल्न थाल्यो। यहाँ पनि फल्दैछ। यो चाहिँ टेरेस फार्मिङको नतिजा हो। यो चाहिँ झ्याङ्गिनु चाहिँ कम्ती नै झ्याङ्गिएको छ। यसको बोट हेर्नुहोस्, अलिक पछि देखाउँ। यहाँनिर चाहिँ यो मैले किन दुई थाक राखेँ यहाँनिर भन्दाखेरि चाहिँ यसमा चाहिँ अब मैले चाहिँ यसको फल पनि मुनि तरुल पनि फलोस् भनेर चाहिँ मैले एउटा भाग राखेको। अब पछि हेरौँ तरुल फल्छ फल्दैन। फल्दैछ।